नमस्ते गाइज, वेलकम ब्याक टु द माई न्यू भिडियो। अनि तपाईँहरू सन्चै आराम हुन्छ होला है। म पनि एकदम सन्चै आराम छु। सो तपाईँहरूले अब आज चाहिँ नि म कहाँ जाँदैछु के गर्छु भनेको चाहिँ तपाईँहरूले थम्बनेल अनि टाइटल हेरेर चाहिँ थाहा पाइ नै सक्नुभएको छ होला होइन। त्यो आजको हाम्रो यात्रा चाहिँ किटकोट मन्दिरसम्म छैन स्कुटरमा। त्यो स्कुटर चाहिँ यहाँ स्टार्ट भएर तातिरहेको छैन। अब चाहिँ हामी जान लागेको होइन दिदी र म। म चाहिँ नि स्कुटर स्टार्ट गरेर चाहिँ दिदीको वेटिङमा छु होइन गाइजर। स्कुटर चाहिँ यहाँ स्टार्ट भएर चाहिँ बसिरहेको छ होइन। सो गाइजर हाम्रो यात्रा चाहिँ नि सुरु भइसकेको छ होइन। तीन दिदीभाइ चाहिँ नि किटकोटको यात्रामा चाहिँ नि स्कुटरमा हिँडिसकेका छौँ होइन। र हाम्रो साथमा छन् साथी पनि र उनी चाहिँ नि बाइकमा गइरहेका छन् होइन। मर्निङमा हिँड्नुको चाहिँ नि मजा नै अलग छ क्या होइन गाइजहरू। सो यस्तो जाडो महिनामा त पनि होइन यस्तो कुहिरोहरूसँग खेल्दै खेल्दै जान पाइन्छ होइन। हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छैन। अहिले चाहिँ हामी यता बोक्साङको डाँडातिर छौँ होइन। यतातिर चाहिँ लास्ट पनि कुहिरो लागेको छैन गाइजहरू। तलतिर हाम्रो घरतिर त घाम लागिसकेको थियो है। यतातिर चाहिँ यस्तो कुहिरो लागिरहेको छ होइन। 7 बज्दा पनि यस्तो मिठो कुहिरो निक्लेको छ कि यता चाहिँ नि कुहिरोको कारणले गर्दा चाहिँ नि बाटो पनि राम्रोसँग हेर्न मिलिरहेको छैन होइन हामीलाई चाहिँ नि। क्यामेराम्यान सिस्टर एन्ड राइडर ब्रदरको साथमा चाहिँ तपाईँहरूले भ्लगलाई चाहिँ अन्तिमसम्म हेर्नुलाई भन्न चाहन्छौँ होइन हामी चाहिँ नि। बाटो मुनतिर लाग्दाखेरि चाहिँ हामीलाई कुहिरो अझै बढे जस्तो अनुभूति भएको छ। र अब चाहिँ नि बिस्तारै बिस्तारै उज्यालो उज्यालो हुँदै घाम लाग्दै र कुहिरोको माथि माथि हामी जाँदैछौँ होइन। जति माथि गयो कि त्यति राम्रो भ्यू देखिरहेको थियो कि हामी वर्णन नै गर्न सकिन्न कि। जुन क्यामेरामा मात्र कैद होइन कि हामीले खुल्ला आँखाबाट हेरिरहेका थियौँ कि त्यो दृश्यहरूलाई। सो गाइजहरू अहिले चाहिँ हामी यो के अरे कहाँ नि त्यहाँ बडाके ल्याएछ फुचुङ कस्तो ठाउँ हुन्छ नि भन्ने के चाहिँ। सो गाइजहरू अहिले चाहिँ हामी फुचुङ भन्ने ठाउँमा आइसकेको छौँ होइन। सो यतातिर चाहिँ मर्निङ भ्यू हेर्न सक्नुहुन्छ गाइजहरू। यस्तो बवाल निक्लिरहेको छैन। र यता चाहिँ दिदी छिन् होइन वा। र यता भाइ छ गाइजहरू। सो गाइजहरू हामी चाहिँ नि अझै बाटो अझै आँट्दै छैन गिरकोट पुग्नको लागि चाहिँ होइन। होइन कस्तो भिड हो यता त।
कस्तो राम्रो भ्यू निक्लेको होइन तर अलिकति किन अझै छिटाउनु पर्छ कि हामी घाम निक्लियो नि त अनि स्कुटर चाहिँ यहाँ छ गाइजहरू स्कुटरको यहाँको फेरि मिररै निक्लियो कि लुज भएर आउँदै अनि मिरर टाइट गर्नै मिलेन फेरि हामी चाहिँ निकालेर लिएर हिँड्यौँ है मास्तिर ग्यारेज भेटाइयो भने चाहिँ त्यतालाई टाइट गर्नु पर्ला भनेर त्यहाँको भ्यू हेरेर चाहिँ त्यहाँबाट चाहिँ निस्कियौँ हल्का फोटोहरू खिच्यौँ भिडियो बनायौँ र हाम्रो गन्तव्यतर्फ चाहिँ हामी लागिसक्यौँ होइन र अहिले चाहिँ नि टोटल्ली लगभग घाम लागि नै सकेको छ है त्यस्तो कुहिरोहरू चाहिँ नि खासै देखेको छैन है मासतिर आएपछि चाहिँ नि यस्तो मिठो भ्यूहरू हेर्दै चाहिँ नि हामी हाम्रो गन्तव्यमा चाहिँ नि लागिरहेका छौँ होइन अगाडि बढिरहेका छौँ र अझै यहाँबाट चाहिँ नि कति टाइम लाग्छ भन्दा चाहिँ नि अझै लगभग आधी घन्टा जति चाहिँ नि अझै बढी लाग्न सक्छ होइन हामीलाई चाहिँ नि र त्यो थाहा छ हामी चाहिँ टाइमहरू हेर्दै यो भिड पाखासँग रमाउँदै अगाडि बढिरहेका छौँ होइन र हाम्रो अगाडि चाहिँ नि अहिले छ चित्रेको बोर्ड होइन गाइजहरू र हामी चाहिँ अहिले चित्रे आइसकेका छौँ कि होइन र यो चाहिँ नि हाम्रो राम्रो चित्रे गाउँ रहेको छ कि होइन गाइजहरू सो गाइजहरू हामी चाहिँ अहिले चित्रे आइसकेका छौँ होइन सुन्दर हेर्न अहिले हामी यहाँ केही छिन बस्छौँ र फेरि हामी अगाडि बढ्नेछौँ कि र स्कुटरको हालत चाहिँ यस्तो छ कि होइन एउटा मिररमा मात्र चित्रे गाउँ चाहिँ मर्निङमा यस्तो मिठो देखिरहेको छ कि होइन गाइजहरू हामी चाहिँ नि त्यहाँ एकछिन फोटो भिडियोहरू खिच्यौँ र अनि फेरि पनि हाम्रो गन्तव्यतर्फ चाहिँ लागिसक्यौँ होइन र अब चाहिँ हामीलाई यहाँबाट गिरकोट मन्दिर पुग्नको लागि चाहिँ धेरै टाइम लाग्दैन होइन म्याक्सिमम 15 मिनट जति लाग्छ होइन गाइजहरू सो अब चाहिँ हामी अगाडि बढ्यौँ र तपाईँहरूलाई यस्तै मिठो मिठो भ्यूहरू देखाउँदै हामी गिरकोट मन्दिरसम्म पुग्नेछौँ फाइनली गाइजहरू अब चाहिँ हामी नजिक नै आइसकेका छौँ होइन अब गिरकोट मन्दिर जाने उता पारिको तपाईँहरू त्यो पारीको डाँडा जुन देखिरहनु भएको छैन र त्यहाँ चाहिँ नि गिरकोट भएर मन्दिर छैन गाइजहरू अब हाम्रो यात्रा चाहिँ नि निकै कम छ होइन अब चाहिँ हामी त्यहाँ छिट्टै पुग्नेछौँ र हामीले चाहिँ नि मन्दिर चाहिँ नि खुल्ने समय नभएको भन्ने थाहा पायौँ र अनि हामी चाहिँ मन्दिरभन्दा हल्का यता चाहिँ नि घुम्नको लागि आयौँ होइन गाइजहरू र यतातिरको भ्यूहरू हल्का हेर्छौँ र अनि फेरि फर्केर मन्दिरमा जान्छौँ होइन यतातिर चाहिँ हटिया भन्ने ठाउँहरू रहेछ होइन र यतातिर पनि घरहरू बेसी रहेछ यहाँको बाटोमा पनि एउटा मन्दिर रहेछ होइन गाइजहरू अब चाहिँ नि हामी भ्यूहरू हेऱ्यौँ र अलिकति अगाडिसम्म गयौँ अनि फर्क्यौँ र चाहिँ पारि मिठो हिमालहरू देखिरहेको छ है गाइजहरू अब चाहिँ हामी मन्दिरमा जान्छौँ टाइम त अझै पनि भएको छैन एकछिन मन्दिरमा गएर बस्छौँ सो गाइजहरू हामी चाहिँ अब गिरकोट मन्दिर आइसकेका छौँ होइन गिरकोट भैरवथान मन्दिरमा त पुगे होइन त्यही पनि हामी तल आएर अनि तल रोडमा चाहिँ स्कुटर बाइकहरू राख्यौँ र आइसक्यौँ होइन दिदीहरू चाहिँ माथि गइसक्नु भयो र यता चाहिँ हाम्रो अनिस ब्रदर छन् अनिस यता हेर्नु हेलो अनि अब चाहिँ नि हामी मन्दिर खुल्ने चाहिँ टाइम भएन होइन सो 9 बजिसकेको छ होइन अनि मन्दिर चाहिँ नि 10 बजी मात्र खुल्छ अरे हामी गाइजहरू अब हामी चाहिँ यतै हल्का फोटोहरू खिच्छौँ अनि भिडियोहरू बनाउँछौँ र यतै बस्छौँ होइन सो यो चाहिँ नि पुरा सिँढी होइन गाइजहरू म चाहिँ नि फर्स्ट टाइम होइन म चाहिँ नि पहिला पनि आइसकेको थिएन भ्लग चाहिँ नि पहिले एकचोटि मैले भ्लग हालेको थिएँ क्या हो अनि कपिराइट लागेको थियो होइन भ्लगमा सो त्यस कारण चाहिँ फाल्नु पऱ्यो होइन अनि अहिले चाहिँ नि फेरि पनि गाउँपालिका रहेछ कि हरिनेश गाउँपालिका धन्यवाद
स्याङ्जा जिल्ला हरिनास गाउँ हामी चाहिँ यहाँ मन्दिरको टपमा आइसक्यौँ होइन। यो चाहिँ नि मन्दिरको प्रवेशद्वार भयो होइन गाइजहरू। हामी चाहिँ अब मन्दिर प्रवेश गर्न जाँदैछौँ होइन। यतातिर चाहिँ यस्तो मिठो हिमालहरू देखिरहेको छ कि होइन गाइजहरू। यता भ्यू पनि बप्पर आइरहेको छ होइन। बिहानको भ्यू चाहिँ यस्तो बवाल थियो होइन हामी आउँदाखेरि होइन। अब हामी चाहिँ मन्दिर प्रवेश गर्न जाँदैछौँ होइन। यता अगाडि दिदीहरू हुनुहुन्छ। कहिले बोल्ने आएन कि मलाई फेरि के बोल्ने हुन्छ कि। सो गाइजहरू धेरै बेर भयो चाहिँ मैले भ्लग बनाएको छु नि त, धेरै बेर जस्तो भ्लगमा आएको है। ओहो घन्टी पनि खतरो है। सोलर प्यानल ट्याङ्की रहेछ होइन। यो चाहिँ मन्दिर चाहिँ यता पछाडि छ होइन गाइजहरू। खुला आएन मन्दिर चाहिँ यहाँ छैन गाइजहरू। यता चाहिँ भ्यू देखिन्छ क्या। 2 घन्टाको यात्रापछि चाहिँ हामी पुग्यौँ किर्कोट भैरवथान मन्दिर, जुन स्याङ्जा जिल्ला हरिनास गाउँपालिका स्थितमा रहेको छ। अब चाहिँ नि हामी पूजा गर्नको लागि चाहिँ नि मन्दिर प्रवेश गर्न जाँदैछौँ होइन गाइजहरू। मन्दिरको पूजा गर्ने ठाउँमा भाइले चाहिने पूजा गर्न हुँदैन, त्यसकारण भाइ चाहिने बाहिर बस्यो र हामी चाहिने मन्दिरभित्र पस्यौँ पूजा गर्नको लागि। अब चाहिँ हामी यहाँ पूजा गर्छौँ र यो चाहिने पूजा गर्ने सामान जुन मैले हातमा लिएको छु। अब चाहिने हामी पूजा गर्छौँ यहाँ र दिदी चाहिने अब अगरबत्ती बाल्न जाँदै हुनुहुन्छ। र अब पालि आयो नारियल फोर्ने। दिदी चाहिँ यहाँ नारियल फुटाउनु जाँदै हुनुहुन्छ होइन। हामी चाहिँ नि मन्दिरबाट पूजा गरेर सक्यौँ र बाहिर निस्किसक्यौँ होइन। अब चाहिँ नि हामी फर्किन्छौँ मन्दिरबाट। सो
गाइजहरू अब यो चाहिँ लास्ट भिडियो हुनेछ होइन, मन्दिरको यो गेटको र अनि यो भ्यूहरूको। अब चाहिँ हामी फर्किँदैछौँ। अब चाहिँ हामी घर फर्किन लागेको होइन। र अहिले चाहिँ हामी यो माथिल्लो बाटो फर्किरहेको छौँ होइन। अघि सायद हामी तलबाट गएको थियौँ अनि अहिले चाहिँ हामी यो माथि राम्रो हुँदै भिमात निस्किन लागिरहेको छौँ। यो बाटोबाट पनि निकै राम्रो भ्यूहरू देखिरहेको थियो र हामी त्यो भ्यूहरूसँगै मनोरञ्जन गर्दै घर फर्कियौँ। गाइजहरू हामी चाहिँ घर पनि आइसक्यौँ होइन। अनि अब आजको भ्लग चाहिँ यस्तै भयो नि गाइजहरू। सो त्यति राम्रोसँग चाहिँ खिचेको पनि छैन। सो गाइजहरू म चाहिँ धेरै बेरको चाहिँ भ्लग बनाएको छैन, के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला होइन। अनि आजको भ्लग चाहिँ यस्तै भएन। बिहान कति 7 बजीतिर घरबाट निस्केर गयो अनि मन्दिर खोल्ने समय चाहिँ 10 बजी रहेछ होइन। थाहा थिएन होइन, पहिला पनि गएको तर पनि पहिला कति बजी खुले थाहा भएन होइन। सो त्यस कारण चाहिँ हामीलाई थाहा थिएन। अनि छिटै पुगेको थियौँ, फोटोहरू खिच्ने भिडियोहरू बनाएर बसेन एकछिन होइन। यस्तै भयो आजको भ्लग पनि होइन। सो त्यति म भाइ अनि साथी चाहिँ